नमस्कार। समृद्ध कृषिको सहयात्री कार्यक्रम हेलो किसानमा यहाँहरूलाई हार्दिक स्वागत छ। हामी कार्यक्रम हेलो किसानमा किसानसँग सीधा कुरा अन्तर्गतका विषयहरूलाई हामी उठाउने गर्दथ्यौँ र आज पनि हामी विविध विषयको साथमा यहाँहरूमा आएका छौँ र हामीसँग तिहारको रौनक छ। तिहार पर्व नजिकै गर्दा चाहिँ फुलको रौनक छ। फुलको वर्षाको रूपमा चाहिँ हामीले अगाडि बढाएका छौँ र जता हेरौँ उतैतिर फुलको उमङ्ग छ, घमाइलो छ अनि रमाइलो पनि छ। हामीले फुलको चर्चा गर्दै गर्दा चाहिँ तिहार लक्षित मेलाहरूलाई हामी अझै बढी चाहिँ कभरेज गर्ने प्रयास पक्कै पनि गरेका हुन्थ्यौँ विगतका वर्षमा पनि र यो वर्ष पनि हामी करिब यो तिहार लक्षित मेलाहरू र तिहारमा पुष्प कारोबार र विशेष गरी उपभोक्ताहरू र किसानले चाहिँ कसरी बजार पाइराखेका छन् अथवा मार्केट चेन कस्तो छ लगायतका विषयमा पनि हामी पक्कै पनि केन्द्रमा रहेर छलफल गर्ने प्रयास गरेका छौँ। कार्यक्रम हेलो किसान यहाँहरूले कृषि टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत देशैभरि एकैसाथ हेर्दै हुनुहुन्छ। राष्ट्रिय प्रसारण मार्फत भने हामीलाई फेसबुक पेज मार्फत यति बेला लाइभमै हेर्दै हुनुहुन्छ। कृषि टिभी नेपालबाट यहाँहरूले लाइभमै हेर्दै हुनुहुन्छ भने यहाँहरूले कार्यक्रम सके पछाडि युट्युब मार्फत पनि हामीले कार्यक्रमलाई अपलोड गर्ने गरेका छौँ। कृषि टिभी नेपालको आधिकारिक युट्युब च्यानलमा पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ र यहाँहरूले इच्छा लाग्यो भने अथवा कुनै अन्यल रह्यो भने कमेन्ट गर्न सक्नुहुन्छ अथवा चाहिँ यहाँहरूले सेयर गरेर हाम्रो कार्यक्रमलाई साथ पनि दिन सक्नुहुन्छ। यो जानकारी यहाँहरूलाई सुरुवातमै गराउन चाहन्छु। मैले अगाडि पनि भनिसकेको छु 18औं गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी 2082 को एकदमै सङ्घारमा छौँ। पूर्व सन्ध्यामा करिब मेलाको तयारी हुँदै गरेको परिप्रेक्ष्यमा चाहिँ हामी कार्यक्रमको रेकर्डेड र लाइभमै अहिले प्रसारित हुँदै गर्दा चाहिँ हाम्रा अन्य पुनः प्रसारणका कार्यक्रमहरू हुँदै गर्दा चाहिँ मेला भइसकेको हुनसक्छ, उद्घाटन भइसकेको हुनसक्छ। यद्यपि हामीले अहिले कार्यक्रम तयारी गर्दै गर्दा र यो लाइभमै रेकर्डेड र हाम्रा यो कार्यक्रम चाहिँ छायाङ्कन गर्दै गर्दा लाइभमै हामी रहँदै गर्दा चाहिँ हामी पूर्व सन्ध्यामा रहेका छौँ, पूर्व सङ्घारमा रहेका छौँ र यसको तयारी हुँदै गर्दा चाहिँ काठमाडौँ उपत्यकाभित्र रहेको ठुलो मेलाको रूपमा रहने गरेको छ जावलाखेलको खेल मैदानमा। यति बेला जावलाखेल खेल मैदानमा झकी झकाउ छ, फुलले भरिएको छ र वरिपरि चाहिँ यो यातायातका साधनहरू पनि फुलै लिएर आएका देखेका छौँ हामीले। केही अगाडिदेखि चाहिँ नियाली पनि राखेका थियौँ र हामी यो गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनीलाई नियाली पनि राखेका छौँ र हामीले यसै विषयमा हामी छलफल गर्दैछौँ र कार्यक्रमको अवधिभर पक्कै पनि आज हामीले फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले फ्लोरिकल्चर एसोसिएसन नेपाल अर्थात् फ्यानले आयोजना गर्दै गरेको 18औं गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनीलाई चाहिँ उच्च महत्त्व दिएर कभरेज गर्ने प्रयासमा पनि हामी पक्कै पनि रहेका छौँ। मैले अगाडि पनि भनिसकेको छु आज हामीसँग फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव हिरामणि शर्मा हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ यिनै विषयमा रहेर छलफल गर्छौँ र यहाँहरूले कार्यक्रम सुन्दै गर्दा हेर्दै गर्दा चाहिँ यहाँहरूका जिज्ञासा रह्यो भने यसै विषयमा कुनै पनि जिज्ञासा राख्न चाहनुहुन्छ भने 01543222 01543222 मा टेलिफोन गर्न सक्नुहुन्छ अथवा यहाँहरूले हामीलाई फेसबुक पेजबाट हेरिराख्नु भएको छ भने हामी लाइभमै यहाँहरूका कुराहरूलाई आजको विषयसँग सम्बन्धित रहेर हाम्रा अतिथिसँग सम्बन्धित विषय रह्यो भने हामी पक्कै पनि लाइभ यहाँहरूका कमेन्टहरूलाई लाइभमै वाचन गरेर पक्कै पनि यहाँहरूका विषयलाई चाहिँ मेटाउने प्रयास पनि पक्कै पनि गर्नेछौँ। मैले अगाडि पनि भनिसकेको छु निकै व्यस्तताको बावजुद पनि हामीलाई समय दिएर चाहिँ फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव हिरामणि शर्मा हामीसँग आउनु भएको छ। हामी उहाँलाई ढिला नगरी स्वागत गर्छौँ। सर नमस्कार, यहाँलाई स्वागत छ। आराम हुनुहुन्छ? निकै व्यस्त हुनुहुन्छ, एकदमै व्यस्त हुनुहुन्छ है। एकदमै यहाँको तयारी कहाँ पुग्दैछ? मैले अगाडि पनि हेरेको थिएँ जाउँदाखेरि यति बेला फुलको संसारले सजाउ भएको देखेको छु मैले। हो, पक्कै पनि 2-3 किसिमले हामी अहिले यो समय हाम्रो व्यस्त हो। एक त हामी मेलाको सङ्घारमा छौँ। 18औं गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी भोलि उद्घाटन हुँदैछ, त्यसको तयारीमा द्रुत गतिले लाग्नुपर्नेछ, त्यता लागिरहेका छौँ। अनि नेपालीहरूको दोस्रो ठुलो चाड फुलको चाड पनि भनिन्छ। यो चाहिँ यो पनि अब व्यावसायिक हिसाबले यसको तयारीमा पनि लाग्नु छ। हामी व्यवसायी भएको नाताले यसको पनि चाप छ। त्यो बाहेक अहिले पछिल्लो समयमा भारतबाट हामी नेपालमा प्रयोग हुने सयपत्री फुल हाम्रो नेपालमै उत्पादन भएको नेपाली नै प्रयोग गर्नुपर्छ भन्ने अभियानमा जुटेका छौँ। त्यसको पनि अनुगमनमा हामी लागेका छौँ। यो हिसाबले पनि हामी अलिकति व्यस्त छौँ। हजुर, हामीसँग धेरै प्रश्नहरू छन्। हामीले रोपेर फुल गोदावरी सजाउँ घर आँगन वरिपरि भन्ने नारालाई आत्मसात गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपालले विगतका वर्षहरूदेखि नै लामो समयदेखि चाहिँ एउटा लिडरसिपको रूपमा मेलाहरू गर्दै पनि आएको छ र सफलतापूर्वक अगाडि बढेको पनि छ। विगतका मेलाहरू भन्दा अझै थप परिमार्जित हुँदै पनि हुनुहुन्छ। पक्कै पनि अलिकति मेलाको विषयमै हामी केन्द्रित प्रवेश गर्न चाहन्छौँ। यो मेलाका मुख्य कुराहरू के छन् र विशेष गरी सबैलाई पुष्प पारकीहरूलाई अथवा फुलसँग नजिक रहन चाहनु उनीहरूलाई चाहिँ के कुराहरू पाउन सकिन्छ संक्षेपमा बताइदिनुहोस् न। अनि त्योभन्दा पछाडि हामीसँग अरू विषय छन्, हामी त्यसमा पनि प्रवेश गरौँ न।
नेपालमा पुष्पको व्यावसायिक विकास विस्तार तथा प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको हाम्रो संस्था जब 2049 सालमा स्थापना भयो त्यसको 1 वर्षपछि नै हामीले 2051 साल 50-51 सालदेखि नै लगातार रूपमा पुष्पको प्रवर्धन गर्ने उद्देश्यले मेलाहरू आयोजना गर्दै गरिरहेका छौँ। पछिल्लो समयमा हामीले राष्ट्रिय स्तरका 2वटा मेला आयोजना गर्छौँ। एउटा वसन्त ऋतुको आगमनसँगै राष्ट्रिय स्तरको राष्ट्रिय पुष्प व्यापार मेला भनेर आयोजना गर्छौँ भने यो चाडबाड केन्द्रित विशेषतः दीपावली केन्द्रित गरेर दीपावलीको पूर्व सन्ध्यामा गोदावरी फुलको मेला गर्छौँ र यसलाई अझै प्रतिस्पर्धी व्यवसायीहरूबीच प्रतिस्पर्धाको भावना विकास गराउने उद्देश्यले यसलाई प्रतिस्पर्धात्मक रूपमा प्रतियोगितात्मक प्रदर्शनी भनेर पनि हामीले भन्ने गरेका छौँ। यो सदा चाहिँ हामीले हरेक वर्ष मेलालाई परिष्कृत गर्दै गइरहेका छौँ। यो 18औं संस्करणको गोदावरी फुलको मेला हो। यसलाई अघिल्लो वर्षभन्दा कसरी राम्रो गर्न सकिन्छ, कसरी व्यवसायीहरूलाई फाइदा दिन सकिन्छ, कसरी पुष्प पारखीहरूलाई आकर्षित गर्न सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित छ। त्यही अनुसार अघिल्लो भन्दा केही पृथक हामीले यसमा गर्ने प्रयास गरेका छौँ। सहभागिताको हिसाबले पनि यो वर्ष अलि राम्रो सहभागिता करिबन 80वटा व्यावसायिक स्टल हाम्रा रहेका छन् अहिले। त्यसबाहेक अलि एउटा जहिले पनि हरेक मेलामा पुष्प किनेर लानुहुन्छ अनि बिरुवामा केही समस्या आयो भने के गर्ने होला भन्ने आम उपभोक्ताहरूको गुनासोलाई ध्यान दिएर हामीले एउटा प्लान्ट क्लिनिक भनेर पनि हामीले राखेका छौँ। भनेपछि यही मेलाभित्र एउटा स्टल छ हामीसँग निःशुल्क रूपमा पक्कै पनि सोध्न पाउनुहुन्छ। अथवा सम्भव भयो भने बिरुवा पनि ल्याएर आउनुभयो भने पनि हामीलाई तपाईँलाई यो समस्या छ, यो औषधि गर्नुहोस् अथवा यसरी गर्न सक्नुपर्छ, बिरुवामा यस्तो किसिमको रोग लाग्न सक्छ, यसलाई यस्तो मल चाहिन्छ भनेर यावत कुराहरू सिकाउँछौँ पनि। अथवा फोटो ल्याउनु भयो भने पनि हामीले तपाईँको लागि यो गर्नुहोस् भनेर भन्न सक्छौँ। त्यो चाहिँ एउटा नयाँ अभ्यास हामीले यो ग्राहकको चाहना अनुसार नै हामीले गरेका छौँ। त्यो बाहेक पनि पुष्प व्यवसाय गर्न चाहने आम उपभोक्ता सर्वसाधारण नव उद्यमीहरूको लागि पनि हामीले आवश्यक जानकारीहरू उहाँलाई हामीले निःशुल्क रूपमा उपलब्ध गराउँछौँ। यो चाहिँ अब यो क्षेत्रमा लाग्न चाहनेहरूको लागि एउटा नयाँ प्लेटफर्म पनि भयो, निःशुल्क रूपमा परामर्श प्राप्ति कुरा। अरू केही तालिमका कुरा त होलान्, यद्यपि सुरुवाती फेजमा चाहिँ सपोर्ट हुने नै भयो। अर्को पाटोबाट चाहिँ केही समस्या आएका उपभोक्ताहरूलाई पनि अथवा पुष्प पारखीहरूलाई पनि एउटा क्लिनिकमा निःशुल्क रूपमा यो परामर्श लिन पाउने अथवा चाहिँ समस्याको समाधान खोज्न पाउने ठाउँ पनि बन्यो है। यो विगतका मेलाहरूको प्र्याक्टिस त्यो आवश्यक अहिले चाहिँ गर्नुभएको छ। अघिल्लो मेलाहरूमा त्यो आवश्यकता महसुस भयो र अहिलेदेखि हामीले सुरु गऱ्यौँ। अब अलिकति हामीसँग अरू विषय पनि छन्। अब तिहारको बेला फुलको कुराहरू आउँदै गर्दा मखमली, सयपत्री, गोदावरी लगायतका फुलहरूको अलि बढी चर्चा पनि हुने गर्छ। हामी कुन अवस्थामा छौँ, फ्लोरिकल्चर एसोसिएसन नेपालले चाहिँ के गर्दैछ उपभोक्तालाई र किसानलाई कसरी जोड्दैछ भन्ने कुराहरू पनि हामीसँग विषयकै रूपमा छन्। अलिकति मेलालाई केन्द्रित पनि हुन चाहन्छौँ। विगतका मेलाहरूमा चाहिँ उपभोक्ताको कस्तो खालको चाख थियो नि, जस्तो उहाँहरूको चाहिँ हरेक वर्ष यो समयअनुसारका कुराहरू अथवा अन्तर्राष्ट्रिय स्तरमा भएका फुलहरूलाई अलिकति खोजेको प्र्याक्टिस गरेको कुरा पनि होला। त्यसमा पनि परिमार्जित हुँदै नै आउनु भएको छ व्यवसायहरू पनि है। व्यवसायहरू पनि ग्राहकको चाहना अनुसार व्यवसायहरू परिवर्तन हुनुभएको छ। ग्राहकले अन्तर्राष्ट्रिय स्तरमा जे फुल आयो यहाँ त्यहीँ खोज्नुहुन्छ। हाम्रा व्यवसायीहरूले पनि युरोपमा आएको अर्को वर्ष नै यहाँ ल्याएर उत्पादन गरेर फुल फुलाउनुहुन्छ र मेलामा ल्याएर बेच्नुहुन्छ। अब यो मेला चाहिँ यस्तो भयो कि काठमाडौँ उपत्यकाभरि नर्सरी व्यवसाय गरिरहनु भएको एउटा सङ्गम स्थल भयो। उपभोक्तालाई पनि यहाँ आइसकेपछि नपाउने, आफूले खोजेको चाहिँ नपाउने भन्ने रहेन। संसारमा पाइने चिज यहाँ पाइन्छ। संसारको जुनसुकै कुनामा पाउने चिज पनि यहाँ हामी कहाँ उपलब्ध हुन्छ। 80वटा स्टल भन्नुभएको छ है। 80वटा व्यावसायिक स्टल जम्मा हाम्रो 90वटा स्टल, केही व्यावसायिक 80वटा व्यावसायिक स्टल, अफिसियल स्टल अनि प्रतिस्पर्धात्मक स्टल पनि छ। र यो फुल भनेको अलिकति सुन्दर दुनियाँ होइन, त्यसको लागि पनि फोटो खिच्न सहज होस् भन्ने हुनाले सेल्फी स्ट्यान्ड सहितको हामीले त्यो पनि राखेका छौँ हामीले। विगतका मेलाहरूमा चाहिँ यो मेलाको सफलताको हिसाबले पनि अत्यन्तै सान्दर्भिक र अत्यन्तै सबैको मनमोहकको रूपमा पनि रहेको थियो है मेला है।
यसमा त अब यो वर्ष अझै थप परिमार्जित अब यो राख्ने सजाउने कुरामा पनि त्यही फुल पनि अब कसरी सजाउने, कसरी प्रस्तुत गर्ने अथवा कसरी प्रदर्शनीमा राख्ने भन्ने कुरामा चाहिँ यहाँहरू अझै निखारिनु भएको छ। अझै निखारिएको छौँ। पोहोरभन्दा अझै अहिले गएर आएर हेर्नुभयो भने पनि आम उपभोक्तालाई म अनुरोध गर्छु, पोहोरभन्दा पक्कै पनि फरक छ, यो सजावटमा पनि फरक छ। त्यहाँ गइसकेपछि स्वर्गको कुनै एक टुक्रामा आए जस्तो अनुभूति गर्न पाउनुहुनेछ। पक्कै पनि त्यो आमन्त्रण गर्छौँ हामीले, पक्कै पनि लाइभ मार्फत हिजोअस्तिदेखि नै हामी गरिराखेका पनि छौँ र कार्यक्रम मार्फत पनि गर्छौँ। विशेष गरी यो मेलामा चाहिँ अब बढी जसो चाहिँ यिनै है अहिले व्यावसायिक स्टल भन्दै गर्दा पनि अत्याधिक मात्रामा गोदावरी, सयपत्री र मखमली फुलहरूको नै बढी जसो वर्चस्व हुन्छ होला, अथवा अरू पनि हुन्छ के छ यसमा? अरू पनि हुन्छ। त्यो मुख्यतः हाम्रो ऊ नै गयो, गोदावरी नै भयो, त्यसपछि सयपत्री, अहिले फुल्ने बढी फुल्ने सयपत्री फुल, मखमली फुल लगायत अन्य फुलहरू जे उपलब्ध हुन्छन्। यहाँ नभएका विश्वव्यापी प्रचलनमा रहेका फुलहरू पनि यहाँ प्रदर्शनीको लागि छन्। अब अलिकति यो आयोजनाको कुराकानी गरौँ। फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको छ र यसमा केही सपोर्ट पनि मिलेको छ है, केही सरकारी संयन्त्रबाट अथवा चाहिँ प्राइभेट सेक्टरबाट पनि यो सहकारीमा कुन संस्था जोडिनु भएको छ अहिले? विडम्बना नै भन्नुपर्छ, अघिल्लो वर्षहरूमा सरकारी निकायबाट सपोर्ट थियो, यो वर्ष चाहिँ हुन सकेन। अब सायद सरकारी निकायमा प्राप्त बजेटको अभाव पनि होला, उहाँहरूले अर्थ मन्त्रालयसँग माग गर्न सक्नु भएन, अर्थ मन्त्रालयले दिएन अथवा यावत कुराहरू हुन सक्लान्। सरकारी निकायबाट हामीलाई अहिले समर्थन छैन, तर पनि आर्थिक रूपमा नभए पनि नैतिक र अन्य सपोर्ट चाहिँ छ नै। सरकारी निकायको रूपमा पुष्प विकास केन्द्र हामीसँगै सहभागी हुनुहुन्छ मेलामा, त्यसै गरी राष्ट्रिय वनस्पति उद्यान पनि हामीसँगै सहभागी हुनुहुन्छ। अहिले उहाँहरू स्टल पनि राख्नु भएको छ? स्टल पनि राख्नु भएको छ। त्यो बाहेक अरू निजी क्षेत्रका विभिन्न सङ्घ संस्थाले पनि हामीलाई जो सपोर्ट गर्नुभएको छ। व्यवसायीहरूको एउटा उत्साहपूर्ण सहभागिताले मेला सफल गर्नेमा यहाँहरू ढुक्क पनि हुनुहुन्छ र तयारी गर्नुभएको छ। अनि हामी अन्तिम खण्डमा चाहिँ अरू थप पनि कुराकानी गरौँ। अलिकति मेलाको औपचारिकताको कुरा पनि म केन्द्रित बनाउन चाहन्छु। सायद यहाँहरूले भनाइअनुसार चाहिँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द शर्मा चाहिँ प्रमुख अतिथिको रूपमा आउनुहुन्छ र अन्य विशिष्ट अतिथिको रूपमा विभिन्न सेक्टरबाट व्यक्तिहरू आउनुहुन्छ भन्नुभएको छ। यो विषयमा पनि अलिकति औपचारिकताको विषयमा पनि जानकारी दिनुहोस् न। हो, हाम्रो औपचारिक उद्घाटन भोलि 2082 साल असोज 29 गते दिनको बिहान 11 बजे उद्घाटन प्रमुख अतिथिको रूपमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका श्रीमान सचिव डाक्टर गोविन्द प्रसाद शर्माज्यूबाट उद्घाटन हुने कार्यक्रम छ। र विशेष अतिथिको रूपमा हाम्रो अभिभावक संस्था, निजी क्षेत्रको अभिभावक संस्थाको रूपमा रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवं वस्तुगत परिषदका सभापति हेमराज ढकालज्यू विशेष अतिथिको रूपमा आउँदै हुनुहुन्छ। त्यसै गरी अन्य अतिथिहरू त विभिन्न सरकारी र गैर सरकारी क्षेत्रसँग सम्बन्धित पुष्प र कृषिसँग सम्बन्धित व्यक्तित्वहरू हुनुहुन्छ। अब औपचारिकता 1-1.5 घण्टा होला, त्योभन्दा पछाडि चाहिँ सर्वसाधारणको लागि खुला र थोरै यहाँहरू बाध्यताले पनि टिकट पनि लिनु भएको छ। अस्ति प्रेस मिटमा पनि भन्नुभएको थियो, त्यो त बाध्यता पनि भयो, आवश्यकता पनि सायद हुन्छ। एउटा आवश्यकता पनि हो र एउटा बाध्यता पनि हो। यसमा यहाँले बाध्यताको कुरा गर्नुभयो। हामीले त्यो खुला सबैलाई फ्री गऱ्यौँ भने भिड थामी नसक्नुहुन्छ होइन। हामीले त्यो देखाउन सकेको कुरा पनि देखाउन सक्दैनौँ होइन। जो इच्छुक हुनुहुन्छ लक्षित वर्गभन्दा बाहिरी वर्ग आउने भयो हुनाले उहाँहरूलाई कन्ट्रोल पनि गर्नुपर्ने एउटा बाध्यता पनि हो टिकट होइन। त्यो भएर यसरी बुझिदिनु होला। मैले यहाँ मार्फत सम्पूर्ण आम सर्वसाधारणलाई अनुरोध गर्न चाहन्छु। सर्वसाधारणको लागि र विद्यार्थीको लागि केही छुट छ होला सायद? 100 रुपियाँ हामीले सर्वसाधारणको लागि र विद्यार्थीको लागि 50 रुपियाँ भनेका छौँ। र ज्येष्ठ नागरिकको लागि परिचय पत्र ल्याउनु हो भने हामीले निःशुल्क अवलम्बनको 65 वर्षभन्दा माथिको व्यक्तिको लागि परिचय पत्र स्थानीय तहले जारी गरेको परिचय पत्र ल्याउनु भयो भने हामी उहाँहरूलाई निःशुल्क अवलोकनको व्यवस्था मिलाएका छौँ। निकै महत्त्वपूर्ण विषय पनि रह्यो। अब जस्तो मेलामा कारोबार हुने कुरा अरू कुरा त छँदै रहेछ नि, यसमा चाहिँ सबै व्यवसायीहरू उत्कृष्ट रूपमा लाग्नु भएको छ र सबैको साथ सहयोगले नै मेला सम्पन्न गर्ने कुरामा यहाँहरू ढुक्क पनि हुनुहुन्छ। जस्तो अहिले यो क्लिनिक भन्नुभएको छ, यो क्लिनिक डेस्कको रूपमा रहँदै गर्दा यसले धेरै नै
कुराहरू अथवा चाहिँ लक्षित वर्गमा पुग्दै गर्दा अथवा आम पुष्प पारकीहरूमा पुग्दै गर्दा समस्या भएकोहरूलाई चाहिँ एउटा साँच्चैको सम्भागको रूपमा रह्यो है यो चाहिँ ओ पक्कै हामीले अघिल्लो वर्षका मेलाहरूमा आम सर्वसाधारण आम उपभोक्ताहरूको चाहनालाई हेरेर गरेको कुरा हो होइन। अब यसको रिजल्ट के हुन्छ त राखिसकेपछि गरौँला, तर हामीले आश गरेको कुरा चाहिँ पक्कै पनि यसले राम्रो रिजल्ट दिन्छ भन्ने नै छ। हामीले दुईजना यससँग विज्ञ व्यक्तित्वहरूलाई राख्ने हामीले विचार गरेका छौँ, हामीले पनि गरिसकेका छौँ। त्यसबाहेक हाम्रो पुष्प क्षेत्रसँग सम्बन्धित पनि व्यवसाय विज्ञहरू हुनुहुन्छ, उहाँहरूबाट पनि आवश्यक परामर्श हुन्छ। त्यो बाहेक बालीरोग विशेषज्ञको रूपमा दुईजनालाई हामीले राख्छौँ, त्यो अवधि भर्ने राख्छौँ। निकै महत्त्वपूर्ण विषय र त्यो समयमा चाहिँ सबै परामर्ष अथवा समाधान भएन भने पछि पनि अपडेटेड रहने कुरा भयो। एउटा तथ्याङ्क सङ्कलन जस्तो पनि भयो नि, त्यति उहाँहरू अपडेट गर्न पाउनुभयो। यहाँहरूको प्रेस विज्ञप्तिलाई पनि मैले लिइराखेको छु। नेपालको एकमात्र बृहत गोदावरी फुल प्रदर्शनी रहेको यस मेलामा व्यावसायिक स्टल 80, प्लान्ट क्लिनिक स्टल 1, अफिसियल स्टल 5, प्रतियोगितात्मक स्टल 2 र फोटो सेल्फी स्टल 2 गरी 90वटा भन्नुभएको छ। मैले अलिकति यो प्रतियोगितात्मक भनेर पटक भन्दै गर्दा चाहिँ यहाँहरूको नाममा पनि 18औं गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी भनेर भन्नुभएको छ। यो प्रतियोगितात्मक कुरा कुन कुन विधा छन्, अलिकति यो विधाको विषयमा र कसरी चयन हुन सक्नुहुन्छ र उहाँहरूलाई चाहिँ अलिकति पुरस्कार अथवा प्रोत्साहनको कुरा के छ यो पनि जानकारी दिनुहोस् न। यो धेरै ठुलो आवश्यक विषय त होइन, यद्यपि अन्यहरूलाई पनि जानकारी हुन सक्छ। यो गोदावरी मेला हामीले सुरुदेखि नै यसलाई प्रतिस्पर्धात्मक बनाउनु पर्छ। त्यो भयो भने व्यवसायी बीच प्रतिस्पर्धा भएर राम्रो गुणस्तरीय वस्तुको उत्पादन हुन सक्छ र उपभोक्ताले राम्रो सामान पाउन सक्नुहुन्छ भन्ने उद्देश्यले नै यसको सुरुवात गरिएको हो। त्यही अनुरूप हामीले विगत वर्ष जस्तै यो वर्ष पनि 5वटा विधामा हामीले व्यवसायीहरूलाई प्रतिस्पर्धा गराई उत्कृष्टलाई प्रमाणपत्र नगद द्वारा हामीले सम्मानित गर्ने गरेका छौँ। सबै फुलको हुन्छ कि गोदावरीको मात्र र एउटा चाहिँ अर्को बेस्ट स्टल सजाएको मध्येबाट उहाँ एउटा मूल्याङ्कन समिति हुन्छ, हाम्रो 3 सदस्य विज्ञसहितको मूल्याङ्कन समिति हुन्छ। उहाँहरूले चाहिँ हामीलाई मूल्याङ्कन गरेर दिनुहुन्छ। त्यसको आधारमा उत्कृष्ट सजाउने स्टललाई चाहिँ हामीले पुरस्कृत गर्छौँ। एउटा मूल्याङ्कन समितिले गर्ने भयो। जस्तो गोदावरी फुलको यहाँले भन्दै गर्दा चाहिँ यो एउटै जात हुन्छ कि फरक हुन्छ? फरक जातमा 5वटा विधा। हजुर 5वटा विधा। त्यो 5वटा विधामा चाहिँ एउटा अब सबै यहाँ देख्दा यहाँहरूले त्यो पट प्लान्ट मात्र देख्नुहुन्छ, पटमा रोपेको बिरुवाहरू। त्यो बाहेक हामी कट फ्लावर, हाम्रो सेक्टर त कट फ्लावर पनि छ। कट फ्लावर उत्पादन गर्ने व्यवसायी साथीहरूको कट फ्लावर कस्तो निकाल्नु भएको छ त्यसको पनि छुट्टै प्रतिस्पर्धा गराएर कट फ्लावर विधालाई पनि हामीले पुरस्कृत गर्ने गरेका छौँ। भनेपछि कट फ्लावर भने जस्तै अरू 4वटा विधा यसरी अरू 4वटा विधा चाहिँ नर्सरी सेक्टरकै पट प्लान्टभित्रकै 4वटा विधा छन्। त्यसभित्र एउटा सजावटको कुरा पनि हुने भयो। सजावट स्टल सजावटको कुरा जस्तो यो चाहिँ अग्रिम अहिले प्रदर्शनी स्थल भनेर एउटा प्रतियोगितात्मक स्थल छुट्टै होला, त्यहाँ चाहिँ आज राख्ने अथवा यो मूल्याङ्कन चाहिँ कहिले हुन्छ? यो चाहिँ यो आज बेलुका हामीले 9 बजेसम्मको समय दिएका छौँ व्यवसायलाई स्टलमा राख्नको लागि। भोलि हाम्रो मूल्याङ्कन समितिका सदस्यज्यूहरू 7 बजे आउनुहुन्छ। करिब 1 घन्टासम्ममा उहाँले मूल्याङ्कन गरेर हामीलाई रिपोर्ट दिनुहुन्छ। यो औपचारिक हुँदा चाहिँ यो रिजल्ट आइसकेको हुन्छ र यहाँहरूले हामीले उद्घाटनकै अवसरमा प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र नगदसहित हामीले सम्मानित गर्छौँ। निकै महत्त्वपूर्ण यो हामी जानकारी लिँदा चाहिँ भयो, सबैले जानकारी लिँदा भयो। अनि अब योभन्दा अरू विषय चाहिँ जस्तो विधागत उत्कृष्ट हुनेलाई चाहिँ यो नगदसहित सिल्टे मेडल यो सम्मान गर्ने कुरा पनि रहन्छ। र अब यो प्रदर्शनी स्थलमा विगतका वर्षहरूले चाहिँ धेरै कुराहरू सिकाएको छ, निखारेको पनि छ र यो हरेक वर्ष मौजुद हुँदै पनि जानुभएको छ र यो कारोबारको हिसाबले पनि अझै थपिन्छ होला अथवा त्यसको अवस्था अलिक नाजुक पनि छ अवस्था अहिले। यद्यपि फेरि पनि हामी तङ्ग्रिनुपर्छ, गर्नुपर्छ भन्ने कुराले गर्दा यहाँ ठुलो आशावादी पनि हुनुहुन्छ सायदै। हो, हाम्रो उद्देश्य व्यापार मात्र नभएर प्रमोसन पनि हो, अभियान पनि हो एउटा होइन। फुल पारखीमा फुलको प्रयोगलाई चिनाउने एउटा मौका पनि हो। त्यही भएर व्यापारलाई मात्र हामीले ठुलो महत्त्व दिएका छैनौँ, प्रवर्धनको हिसाबले एउटा विज्ञापनको हिसाबले पनि हामीले राखेका हौँ। त्यो हुनाले व्यापार पनि नहुने होइन। अघिल्लो वर्षभन्दा त्यति बढी आशावादी पनि छैनौँ, किन समग्र देशको आर्थिक सूचाङ्क नै अलि कमजोर भएको बेलामा
हामी मात्र धेरै आशावादी हुने ठाउँ छैन पक्कै पनि। तर पनि पोहोर जतिको व्यापार चाहिँ यो वर्ष हुन्छ नै। हामीले मोटामोटी 1 करोड 30 लाख जतिको कारोबार यो 5 दिनको अवधिमा हुन्छ भनेर हामीले अपेक्षा गरेका छौँ। त्यसबाहेक प्रवर्तनको काम त हुने नै भयो। निकै महत्त्वपूर्ण विषय हामीले भनिराखेका छौँ र हामी विशेष गरी सबैलाई ग्राहक तथा उपभोक्ताहरूलाई भनेका पनि छौँ, सकेसम्म स्वदेशमा उत्पादन भएका फुल बिरुवाहरूलाई मात्रै प्रयोग गर्नको लागि सुझाव सल्लाह पनि दिएका छौँ। र केही दिन अगाडि महानगरपालिका काठमाडौँ महानगरपालिकाले चाहिँ यो यहाँहरूसँग पनि सायद समन्वय गरेर होला 32 स्थानमा चाहिँ यो निःशुल्क रूपमा चाहिँ बिक्रीको लागि त्यस्ता ठाउँहरू छुट्याएको पनि थियो। सायद यहाँहरू पनि त्यसमा समन्वय पनि गर्नुभएको छ। यो कुराले गर्दा पनि नेपाली उत्पादकहरूलाई चाहिँ एउटा प्रोत्साहन हुने कुरा पनि रहन्छ है। सायद यहाँ यो मूल्याङ्कन समितिमा पनि हुनुहुन्छ होला सायद महानगरको अनुगमन समितिमा म आज त्यही सदस्यको हैसियतले नै आज काठमाडौँ उपत्यका पनि त्यसमा पनि काठमाडौँ महानगरपालिकाभित्र पर्ने व्यापारिक प्रतिष्ठानहरू जहाँ फुल बिरुवाको कारोबार हुन्छ, त्यसपछि फुल भण्डारण गर्ने शीतगृहहरू त्यहाँ हामीले अनुगमन गरेका थियौँ। यो म त्यसैको कामको लागि पनि बिहानदेखि लामो समय व्यस्त रहेँ। यो जुन अभियान काठमाडौँ महानगरपालिकाले गरेको छ त्यसमा हाम्रै समन्वयमा त्यो भएको मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अत्यन्तै सकारात्मक रूपमा लिन सकिन्छ। हाम्रै समन्वयमा महानगरपालिकाले त्यो गरेको छ। यो एकदमै प्रभावकारी। यो 3 वर्षदेखि यो अभियान हामीले चलाएका छौँ। पहिलो वर्ष पर्याप्त तयारी पुगेन र सोचे जस्तो फलदायी रहेन। अघिल्लो वर्ष लगभग रिजल्ट राम्रै आएको। यो वर्ष अहिलेसम्मको स्थिति हेर्दा हामी पूर्ण सफल भएका छौँ। अहिले बजारमा हेऱ्यो भने भारतीय माला कहीँ पनि देखिएन। हामीले आज अनुगमन गर्ने क्रममा कुनै पनि शीतगृहमा पनि छैन, कुनै पनि व्यापारीले पनि राख्नु भएको छैन। लुकी छिपी कसैले राखेको भए त्यो छुट्टै कुरा रह्यो, तर खुलेआम कतै पनि देखिएको अवस्था छैन। अब 3-4 दिनको अवधि छ। पक्कै पनि आज हामीले सबै व्यवसायीलाई जसले फुलमालाको र फुलको कारोबार गर्नुहुन्छ उहाँहरूलाई सचेत गराएका छौँ। यो हाम्रो अभियान हो, राष्ट्रिय अभियान हो। एक त भारतीय फुल रोगी छ, यहाँ ल्याउनु हुँदैन। यो बोट बिरुवा संरक्षण ऐनले पनि वर्जित गरेको कुरा छ हैन, त्यो ल्याउनु हुँदैन। दोस्रो कुरो हाम्रो राष्ट्रिय अभियान हो। हाम्रो राष्ट्रिय चाडमा हाम्रो राष्ट्रिय फुलै प्रयोग गर्नुपर्छ। चाहे गाउँको कुना कन्दरामा फुलेको किन फुल नहोस्, जस्तो फुल छ त्यही हामी सहरमा बस्नेले त्यही प्रयोग गरौँ। यो अभियानमा साथ दिनुहोस् भनेर हामीले सबै व्यापारीहरूलाई आह्वान गरेका छौँ। यहाँ मात्र नभएर भारतबाट पठाउने व्यापारीहरूलाई पनि हामीले व्यक्तिगत रूपमा, म आफैले पनि व्यक्तिगत रूपमा चाहिँ तिहारमा चाहिँ कमसेकम कारोबार नगरिदिनुहोस्। सयपत्री पठाउने काम वैधानिक रूपमा त आउने सम्भावना छैन नै हैन। अथवा कुनै बाटोबाट पठाउने सोच्नुभयो भने त्यो चाहिँ नगर्नुहोस्। तपाईँको चाहिँ सामान जुनसुकै बेलामा जहाँ पनि जफत हुनसक्छ भनेर म आफैले पनि भनेको छु। महानगरको हाम्रो साथीहरू पनि हुनुहुन्थ्यो। हामी ठुलै टिम लिएर हिँडेका थियौँ। उहाँहरूले पनि त्यही कुरा गर्नुभएको। यस अहिलेसम्म भेटिया छैन है? अहिलेसम्म भेटिया छैन। एकदम सफल भएको। विगतमा कस्तो हुन्थ्यो भन्दा जस्तो यो समयमा ठ्याक्कै केही दिन अझै बाँकी छ, बढी अत्यधिक प्रयोग हुने त अब 5 दिन 6 दिन पछाडि अथवा 4-5 दिन पछाडि अलिक बढी नै हुन्छ। त्यो समयमा चाहिँ नआउने तर 81 बजारमा निक्लिने, त्यो बेलामा चाहिँ कुन भारतीय हो कुन नेपाली हो भन्ने त्यो उपभोक्तामा पनि कन्फ्युजन हुने र बजारमा एकमुष्ट रूपमा आइदिने र नेपाली उत्पादकको चाहिँ मूल्य घटाइदिने अवस्था आउँथ्यो कि त्यो भएर पनि यो यहाँहरू समयमै सजग हुनुहुन्छ? एकदम सजग छौँ। तर यो अभियान राष्ट्रव्यापी गर्नुपर्थ्यो। गर्नु त नेपाल सरकारले गरेका छ, नगरेको त होइन। तर अब प्रभावकारी नियमन चाहिँ छैन नेपाल सरकारको प्रकारको नियमन। जसरी काठमाडौँ महानगरपालिका एउटा स्थानीय तह भएर पनि जसरी एग्रेसिभ रूपमा लागेका छ नि, यसै गरी अरू स्थानीय तह लगायत नेपाल सरकारका विभिन्न निकायहरू लाग्ने हो भने हामी हरेक मिसनमा सफल हुन्छौँ। तर यो चाहिँ अरू स्थानीय तहले सिक्नु जरुरी छ। काठमाडौँ महानगरपालिकाले गरेको जुन निर्णय छ होइन, जुन किसान मैत्री निर्णय हो, यस्तो चाहिँ अरू निकायले गरोस्। यही हामी किनकि हरेक पालिकामा पनि कारोबार हुन्छ, पक्कै पनि त्यो खालका केन्द्रहरू, बिक्री केन्द्रहरू छुट्याइदिने अथवा त्यो समन्वय गरिदिने भने चाहिँ कारोबार बढ्छ, खपत बढ्छ। पक्कै पनि त्यहाँबाट बिक्री भएको एउटा गाउँको सामान्य किसानको घरमा पैसा पुग्छ र उसले चाहिँ तिहार राम्रोसँग मान्न पाउँछ। अब यो चाहिँ हामी अहिले ललितपुर महानगरमा छौँ। ललितपुर महानगरले पनि यो म सन्देश दिन चाहन्छु। यस्तै काठमाडौँ महानगरले जुन अभियान चलाएको छ, यो अभियान पक्कै पनि चलाउनु हो भने यो अति नै प्रभावकारी हुनसक्थ्यो। हामीलाई चुनौती के हो भने काठमाडौँमा हामीले अनुगमन गऱ्यौँ, उहाँहरू खबरदारी गरिरहेछौँ, तर ललितपुरले खुला छोडिदियो भने त्यो प्रभावकारी रहँदैन।
निकै महत्त्वपूर्ण चाहिँ यो नीतिगत कुरामा पनि सबै पालिकाहरूले यो खालको पोलिसी अथवा यो खालको प्रयास गरिदिनु पर्यो भन्ने खालको यहाँहरूको यो आवाजलाई भोलिका दिनहरूमा पनि हामी सबैले उठाउनु आवश्यक छ र हामीले पनि यो विषयलाई पक्कै पनि उठाउनेछौँ र भोलिका दिनहरूमा हरेक पालिकासँग समन्वय गर्न पनि फ्यान तयार छ भने हामी पनि सँगसँगै तयार छौँ पक्कै पनि भोलिका दिनमा अगाडि बढिन्छ। अब अलिकति मैले सयपत्री फुलको अवस्थाको विषयमा कुराकानी गर्दा करिब हामी यो समयमा चाहिँ आत्मनिर्भर बनेको अवस्था रहन्छ। छिट्टोपुट्टो रूपमा अहिले भारतबाट आएन भने पनि हामी आत्मनिर्भर छौँ भनेर भन्न सक्ने आधार चाहिँ छ है? छ। हाम्रो देशभरिको उत्पादनको डाटा हामीले कलेक्सन गरिरहेका छौँ। हाम्रा विभिन्न 7वटा जिल्ला समिति छन्। जिल्ला समितिबाट पनि हामी डाटा सङ्कलन गरेर हामीसँग भएको रिसोर्स अन्य रिसोर्स प्रयोग गरेर पनि हामीले ल्याएको डाटा अनुसार हामी करिब 90% ढुक्काका साथ आत्मनिर्भर हुन्छौँ। बाँकी नपुगेको अवस्थालाई पनि गाउँमा फुलेका स्थानीय जातका परम्परादेखि फुल्दै आएका फुलहरूलाई पनि सहरमा ल्याएर बेच्न सक्ने वातावरण भयो भने हामीलाई किन बाहिरको फुल प्रयोग गर्नु परेन नि? अलिकति यो चाहिँ यो बिउमाथि अलिक बढी परिणत देखिन्छ। यद्यपि अब गाउँका स्थानीय रैथाने जातहरूलाई पनि यहाँहरूले बजारमा ल्याउने खालको अहिले भन्नुभयो नि यो शब्द, यो चाहिँ भोलिका दिनहरूमा यो अभियान चल्छ है? चल्छ, पक्कै पनि चल्छ, पक्कै पनि। अब व्यावसायिक रूपमा सफल हुन त उहाँहरू व्यावसायिक रूपमा खेती चाहिँ गर्नुपर्छ होइन। त्यसो भन्दै गर्दा सम्भवै नहुने जहाँ अलिकति सानो टुक्रा जग्गा छ त्यहाँ आफै त्यति बिउ उम्रिन्छ, आफै फुल्छ, त्यही उनेर ल्याएर त्यो पनि त त्यसको पनि त केही हेरिदिनु पऱ्यो नि त। त्यो एउटा माला बेच्यो भने 50 रुपियाँ आउँछ, 50 रुपियाँ भयो भने गाउँको सामान्य किसानलाई त ठुलै पैसा हो नि त होइन। हामी त्यो अभियानसँग जोडिरहेछौँ। निकै महत्त्वपूर्ण चाहिँ। अनि अब गोदावरी फुलको त अब अत्याधिक बजारमा खपत बढी हुन्छ, त्यसमा लगभग हामी बिउ बाहेक हामी उत्पादन मात्रै आत्मनिर्भर छौँ। त्यो आत्मनिर्भर छौँ। अर्को यसमा प्रयोग हुने महत्त्वपूर्ण फुल मखमलीमा त हामी आत्मनिर्भर भएर निर्यात पनि पर्छ। यो खुसीको कुरा हो एकदम। जस्तो मखमलीमा चाहिँ हामी देख्छौँ जस्तो छिट्टोपुट्टो रूपमा चाहिँ बजारमा त्यति नआउने भक्तपुर लगायत गुन्डु क्षेत्र लगायतका फुलहरू मात्रै नै काफी जस्तो देखिन्छ कि अरू धेरै ठाउँहरूबाट चाहिँ त्यसरी व्यावसायिक रूपमा धेरै उत्पादन भएर आएको चाहिँ छैन। हुन त हुन्छ भइराखेको छ, तर पनि धेरै ठुलो भोल्युममा चाहिँ आएको छैन है? छैन। उपत्यकाको त्यही 2टा ठाउँ ललितपुरको यो दक्षिण ललितपुरका यो दापाखेल सुनाकोठी लगायत क्षेत्रमा अलि बढी हुन्छ भने भक्तपुरको गुन्डु एरिया नै हो। त्यसबाहेक नगरकोट एरियामा छिटपट हुन्छ। त्यतिले नै लगभग काठमाडौँको र विदेशको माग धानेकै अवस्था छ होइन। गर्न सक्यो भने त बाहिर पनि डिमान्ड छ। काठमाडौँले त पुर्याउनु पर्दैन थियो होला, उही स्थानीय स्तरमै उत्पादन भयो भने। अहिलेलाई चाहिँ 2 क्षेत्रले धानेको जस्तो लाग्छ। जस्तो अरू जिल्लाहरूबाट काठमाडौँ पनि आउँदैन र यहाँबाट उता पनि जान्छ? यहाँबाट जान्छ, बाहिर यहाँबाट चाहिँ पठाउँछौँ हामीले। त्यो पोखरा पनि यहाँ काठमाडौँबाट जानुपर्ने अवस्था चाहिँ छ। यसमा चाहिँ उता सबै ठाउँमा उत्पादन हुन सक्ने सम्भावना चाहिँ छ? सम्भावना छ। व्यावसायिक जनचेतनाको कमी पनि हो। हामी चाहिँ नेपाल सरकारका निकायले गर्नुपर्ने काम चाहिँ हो जस्तो लाग्छ मलाई होइन। सम्भावना भएको त सबै सम्भावना पहिला हुने काम त सरकारी निकायको हो नि। हामी त सबै ठाउँमा पुग्न सक्दैन। सीमित स्रोत साधन, हामी आफ्नो व्यापार पनि गर्नुपर्छ, व्यवसाय पनि गरेर बस्ने मान्छेले सबै त गर्दैनौँ। तर सरकारले गर्नुपर्ने काम चाहिँ त्यो पनि हो। एउटा सम्भावना भएको यो चाहिँ सम्भावना। खाद्य बाली गर्नुभन्दा कमसे फुल उत्पादन गर्यो भने राम्रो फाइदा त हुन्छ भन्ने कुरा चाहिँ अब सरकारी निकायले बताउन सक्यो भने त्यहाँको किसान चाहिँ लाभान्वित हुन्थे। हामी अझै पनि केही समय छ हामीसँग। यद्यपि मैले अलिकति यो वर्तमान अवस्था र फुल क्षेत्रमा सम्भाव्यताको कुराहरू अलिकति केही चुनौतीका कुराहरू पनि छन्। हामी अन्तिम खण्डमा चाहिँ हामीले यो मेलालाई नै बिट मार्नेछौँ र विशेष गरी पुष्प व्यवसायको वर्तमान अवस्था हेर्दा चाहिँ अहिले अब नव उद्यमीको कुरा पनि आइराख्नु भएको छ र करिब यो क्षेत्रमा आउनेहरू पलायन भएको हामी देख्दैनौँ र सम्भावना पनि बढ्दो क्रममै छ। अलिकति सम्भावना अवस्था र केही चुनौतीहरू पनि देखा परेका छन् पछिल्लो समयमा, यो पनि बताइदिनुहोस् न। किनकि यो क्षेत्रमा धेरै नै सम्भावना छ र केही चुनौती पनि आएका छन् भन्ने सुनेका छौँ कि हामीले चाहिँ। सम्भावना त अब नेपालमा पुष्पको व्यावसायिक कारोबार हुन थालेको त्यति लामो समय भएको छैन। करिब 3 दशक मात्रै हो। 3 दशकमा अहिले वार्षिक रूपमा हामीले 4 अरबको कारोबार गर्छौँ। यो सानो एमाउन्ट चाहिँ होइन, ठुलै एमाउन्ट हो। वार्षिक वृद्धि दर 10% भन्दा माथि छ। त्यो पनि एउटा राम्रो पर्सेन्ट हो। त्यो एउटा बिजनेसको लागि त्यो भनेको पुष्प व्यवसायमा आउन चाहनेको लागि पक्कै पनि राम्रो अवसर हो। अब
फ्लोरिकल्चर एसोसिएसन नेपालले चाहिँ अहिले विगत करिब करिब यो 3 दशकभन्दा लामो समयदेखि खेल्दै आएको भूमिकालाई कसरी साट्न चाहनुहुन्छ? हामी त यो नेपालमा यसको व्यावसायिक विकास विस्तार र प्रवर्धन गर्ने त्यस क्षेत्रमा सरकारी निकायभन्दा माथि छौँ। त्यो त सरकारी निकायका साथीहरूले महसुस गर्नुभएको छ, स्वीकार्नु भएको छ, हरेक फोरममा स्वीकार्नुहुन्छ। केही डाटा चाहियो भने हामीसँग लिनुहुन्छ। यो चाहिँ हाम्रो गौरवको कुरा पनि हो होइन। हामी यसरी लागेका छौँ, हाम्रो नेतृत्व यसरी लागेको छ पुष्पको लागि। कोही सम्भावना छ भने हामी आफै पुग्छौँ, त्यसपछि बल्ल सरकारी निकाय पछि बल्ल जान्छ। हामीले सरकारी निकायलाई घसघसाउँदा पनि बल्ल पछि हामीले गरिसकेपछि बल्ल सरकारी निकाय गएको अवस्था चाहिँ छ। त्यो भएर हामी एउटा गौरव गर्ने ठाउँमा चाहिँ छौँ। तर पनि अझै यसलाई अझै व्यवस्थित गर्न अलिकति आएको जस्तो होल इयरको हिसाब गर्ने हो भने करिब 15% हामी आयातमा निर्भर गर्नुपर्ने भएको छ होइन। त्यसलाई पनि रोक्नको लागि सरकारी निकायको केही न केही अलिकति पहल कदमी चाहिँ आवश्यक हो। तर अब त्यो अलि हुन सकेको छैन। बिचमा पुष्प व्यवसाय प्रवर्धन नीति लागू भयो, त्यसमा धेरै राम्रो भएको थियो, एउटा फड्को नै मारेको थियो फ्लोरिकल्चर सेक्टरले। पछि त्यसलाई निरन्तरता दिन सकिएन। त्यस संहितामा गए लगत्तै हामीले त्यसलाई प्रदेश र स्थानीय तहसम्म लानु सक्नु पर्थ्यो। त्यो अब विविध कारणले हाम्रो अथवा राजनीतिक कारणले चाहिँ सकिएन। त्यसलाई लानुपर्छ। त्यो लयो भने हाम्रो व्यवसायले योभन्दा धेरै राम्रो गर्न सक्छ। हामी आत्मनिर्भर भएर हामी निर्यातसम्म पनि पुग्न सक्छौँ। केही मात्रामा हामी निर्यात पनि गरेका छौँ है? केही मात्रामा चाहिँ छ। जस्तो कुन फुलहरूलाई बढी फोकस छ निर्यातमा चाहिँ? निर्यातमा बल्बहरू छ र जस्तै यो मालाका कुराहरू भए कुनै कुनै फुलका बल्बहरू जान्छन्। केही समय अगाडि हामीले कठफ्लावर पनि निर्यात गर्थ्यौँ खाडीका देश र जापानमा पनि गऱ्यौँ। पछिल्लो समय यहाँ उत्पादन भएकोले यहीँ नै पुगेन भनेपछि बाहिर पठाउन त्यो निरर्थक नै रह्यो। त्यो कुरा खपत कारोबार यहीँ बढ्दो छ, यहीँ बढ्दो छ। त्यही भएर आत्मनिर्भर हुनु पनि ठुलो कुरा छ। ठुलो कुरा छ एकदम पनि। कृषिका हरेक क्षेत्रमा हामी परनिर्भरतातर्फ अगाडि बढिरहेको समयमा यो फ्लोरिकल्चरमा हामी 90% आत्मनिर्भर छौँ भन्नु त यो गर्वको कुरा नै होला नि होइन। अहिले जस्तो मार्केट चेनको रूपमा तिहारकै लक्षित गर्दै गर्दा बढी सयपत्रीकै बढी कारोबार हुन्छ। त्योभन्दा पछाडि गोदावरी र सँगसँगै मखमलीको पनि हामी कुराकानी गऱ्यौँ। यो मार्केट चेन चाहिँ कसरी मिलेको छ नि? अहिले देशैभरमा रहेका व्यवसायीहरूले कसरी चाहिँ मार्केटसम्म पुग्नु भएको छ अथवा त्यो कसरी मिलेको छ नि यो मार्केट चेनमा चाहिँ? आफै इन्डिभिजुअल रूपमा गर्नुभएको छ कि? यसो तिहार बाहेक अरू बेलामा एउटा हाम्रो बडा राम्रो सिस्टमेटिक बजार छ। हेर्नुहोस्, भ्यालु चेन छ एकदम। नर्सरी सेक्टर, हाम्रो नर्सरी सेक्टर पनि छ छुट्टै र यो कठफ्लावर छुट्टै सेक्टर छ होइन। नर्सरी सेक्टरमा पनि एउटा भ्यालु चेन। उत्पादन गर्नेले अब चाहिँ अब उत्पादनतिर मात्र लाग्ने, बेच्नेले बेच्ने मात्र लाग्ने। हामी उत्पादन गर्नुहुन्छ, त्यो सामान ल्याएर बिक्री केन्द्रमा राख्नुहुन्छ, बिक्री केन्द्रले बेचेर उहाँहरूलाई पैसा दिने। त्यो चाहिँ एउटा राम्रो सिस्टम चाहिँ छ। अरू बेलाको नर्सरी सेक्टरमा त्यो सुरुवात भइसकेको छ भने कठफ्लावरमा त उत्पादकले उत्पादन मात्रै गर्नुहुन्छ। 95 मलाई यति छ कि 95% उत्पादकले आफै बेच्नुहुन्न, सिधै होलसेल थोक केन्द्रमा ल्याउनुहुन्छ। थोक केन्द्र मार्फत खुद्रा व्यापारीले ल्याएर बेच्नुहुन्छ। एउटा राम्रो बडा मिलेको चाहिँ किसानले सन्तोष गर्ने मूल्य छ है? एकदम छ। कोही पनि ठगिने अवस्था चाहिँ छैन। हुन त अब नेपालको लागतै महँगो छ, लागत अनुसार आएन भन्ने गुनासो त कता आउन सक्छ, कहिलेकाहीँ आउला। तर हाम्रो बजार रेट छिमेकी देशको भन्दा राम्रो छ। हामीले राम्रो दिएका छौँ। बिचौलिया जुन बिचमा हामीले बिचौलिया भन्ने गर्छौँ, यहाँ बिचौलिया छैन। भए पनि थोक बजारहरू बिचौलियाको रूपमा रहे पनि उहाँको पर्सेन्टेज चाहिँ न्यून छ। जम्मा 10% भन्दामा उहाँहरूले काम गर्नुभएको छ होइन। एउटा कुनै पनि वस्तुको 20 रुपियाँ उत्पादकले पाइरहँदा त्यो उपभोक्ताले 30 देखि 35 मा पाउन सक्नुहुन्छ। यो कृषिको अरूमा म देख्दिनँ। यो जस्तो तरकारीको कुरा गर्नुहुन्छ भने अत्यधिक बिचमा धेरै बिचौलियाहरूले खाने चलन छ, यसमा चाहिँ त्यो छैन। त्यस्तो चेन चाहिँ मिलाउनु भएको छ एकदम। मैले यही आशा पनि गरेको थिएँ यहाँबाट। हामी अन्तिम खण्डमा छौँ। अब 18औं गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनीको हामी एकदमै पूर्व सङ्घारमा रहँदै गर्दा पूर्व सन्ध्यमा छौँ र हामी अहिले लाइभ रहँदै गर्दा चाहिँ हाम्रो पूर्व सन्ध्यमा छौँ र हाम्रा रेकर्डेड प्रोग्रामहरू पुनः प्रसारणको रूपमा रहँदै गर्दा चाहिँ हामी मेला उद्घाटन गरिसकेको अथवा चाहिँ मेलामा रमाइरहेको पनि हुन सक्छौँ। त्यो हिसाबले पनि आम उपभोक्ता, आम वर्ग र विशेष गरी मेलामा सहभागी हुने यहाँहरू व्यवसायीहरूलाई र सरकारलाई समेत केही सुझाव दिन चाहनुहुन्छ? अब सरकारलाई दिने कुरा त
सरकारले हामीले चालेका कदमहरू हामीले कुनै नराम्रो कुरा भनेका छैनौँ। व्यवसायको हितको लागि गर्नुपर्ने कामहरू हामीले धेरै अब त्यो अनुदानका कुरा पनि अब हामी भन्न छोडिसक्यौँ। कमसेकम पुष्प व्यवसाय प्रवर्धन नीति त्यसलाई चाहिँ फेरि लागू गर्ने वातावरण बनाइदिनुहोस्। अनि हामीलाई अलिकति अल्झन दिने खालका पछिल्लो समयमा राष्ट्रिय बिउ बिजन ऐन अलिकति अप्ठ्यारो पारेको छ, त्यसमा अलिकति सहजीकरण व्यवसाय मैत्री बनाइदिनुहोस् भन्ने हाम्रो आग्रह हो। त्यसबाहेक अर्को क्वारेन्टाइन नीति पनि अलिकति व्यवसाय मैत्री छैन कि भन्ने कुरा आएछ। त्यो हामीले पटक पटक सम्बन्धित निकायमा हामीले पुगेर घचघचा छौँ, तर उहाँहरू हुन्छ भन्नुहुन्छ। तर अब त्यही हो, नेपाली सरकारी निकायको पारा बिस्तारै अब फेरि त्यो सुनिन छोड्छ, त्यो आवाज उहाँहरूले सुन्न छोड्नुहुन्छ, फेरि जान्छौँ घचघचाउँछौँ। अलिकति व्यवसाय मैत्री चाहिँ ऐन कानुन चाहिँ बनाइदिनु पऱ्यो। त्यो भयो भने हामी आत्मनिर्भर मात्र नभएर हामी निर्यातसम्म पनि गर्न सक्ने अवस्थामा पुग्छौँ। अनि अन्य उपभोक्ता लगायत अरू अन्यहरूको लागि त हाम्रो 18औं संस्करणको गोदावरी मेला भोलिदेखि यहाँ हुँदैछ। यो भव्य छ, अघिल्ला वर्षहरूभन्दा अझै विशेष किसिमको छ। एकचोटि पक्कै पनि पाउनुहुनेछ। यहाँले खोजेको सबै सामान, सबै सुविधा यहाँ पाइन्छ। हुन्छ, निकै महत्त्वपूर्ण सन्दर्भ जोडिनु भएको छ, निकै व्यस्त पनि हुनुहुन्छ यहाँहरू। अन्तिम खण्डमा निमन्त्रणा गर्न चाहनुहुन्छ यहाँकै आवाजमा? कसको? मेलाको लागि? मेलाको लागि भोलि हुने 18औं संस्करणको गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनीमा यहाँहरू सम्पूर्ण पुष्प पारखीहरूलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छु। आइदिनु होला। मेलालाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन सहयोग गरिदिनु होला। हुन्छ, निकै महत्त्वपूर्ण विषय सन्दर्भ जोडिदिनु, हामी धेरै आभारी छौँ। हामी लाइभ मार्फत पनि 18औं गोदावरी फ्लोरा एक्सपो 2082 काठमाडौँ उपत्यकाभित्रको जावलाखेल ललितपुरको खेल मैदानमा हुन लागेको छ र यहाँहरू सबैलाई आमन्त्रण गर्दै आजको श्रृङ्खलाबाट हामी बिदा माग्दैछौँ र फ्लोरा कल्चर नेपालका महासचिव रमणी शर्माज्यूलाई फेरि पनि आभार भन्न चाहन्छौँ भन्दै कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छु। नमस्कार। हस्, धन्यवाद। हाम्रो संस्थाको तर्फबाट धारणा राख्ने जुन मौका दिनुभयो असिमजीलाई धेरै धेरै धन्यवाद। हुन्छ, हामी बिदा गर्छौँ। हजुर, हामीले हाम्रो अतिथिलाई बिदा गरिसकेका छौँ। मैले अगाडि भनिसकेको छु, यो पुष्प मेला हुँदै गर्दाको यो बिचमा पनि हामी प्रत्यक्ष स्थलबाट पनि हामी यहाँहरूलाई थप कुराहरू देखाउनेछौँ, भिजुअल मार्फत देखाउनेछौँ र सुनाउनेछौँ। त्यहाँका कुरालाई जस्ताको तस्तै पनि पक्कै पनि रहनेछौँ। हामी यो 4 दिनसम्म, अझै बढी चाहिँ यो 5 दिनसम्म चाहिँ अलिकति यसका कुराहरू गर्छौँ र कार्यक्रम सकिए पछाडि पनि अलिकति हामी यो गतिविधिहरूलाई पक्कै पनि यहाँहरू समक्ष ल्याउनेछौँ भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू अन्यहरू रह्यो भने हामी सिधा हटलाइन नम्बर 0134 222 0134 222 अथवा यहाँहरूले मोबाइल नम्बर 98 510 97 192 98 510 97 192मा टेलिफोन एसएमएस गरेर लेख्न सक्नुहुन्छ। यहाँहरूका कुराहरूलाई हामी गुनासाहरूलाई सम्बन्धित निकाय र सम्बन्धित विज्ञ मार्फत निःशुल्क रूपमा चाहिँ समाधान खोजिदिने प्रयासमा प्रतिबद्ध छौँ, कटिबद्ध छौँ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमा रहौँ, कृषि कर्म गरौँ। नमस्कार।